हेलो सबैजनालाई नमस्कार। आज चाहिँ हामी झापा बिर्ताउन्डबाट पाथिभारासम्मको यात्रा छौँ ताप्लेजुङको। कति टाइम लाग्छ, कति के लाग्छ, अब तपाईँहरूलाई हामी जानकारी दिनेछौँ। हामी चाहिँ अहिले इलामको बिबलाटे भन्ने ठाउँमा आइपुगेको छौँ। 8:20 आइपुगेको हामी। म चाहिँ खाजा पर्खिरहेको छु। हामी फिदिम चाहिँ 11 बजीतिर पुग्यौँ र काबेली खोला हामी 1:30 बजी पुग्यौँ र अहिले सुकेटार चाहिँ हामी 2:35 हामी यहाँ आइपुगेका छौँ। हामी चढेको गाडी चाहिँ अहिले यस्तो भइरहेको छ र हामी अहिले उत्रेर बसिरहेको छौँ। एकदमै हिलो भएर यस्तो छ अवस्था अहिले। पाथिभारा जाने बाटो, सुकेटारदेखि माथिको बाटो यस्तो छ। अहिले चाहिँ हामी काप्लीपाटीबाट 4:39 माथि चढ्न सुरु गरेको छौँ। अब हामी माथि बास बस्ने ठाउँमा होमस्टेमा कति बजी पुग्छौँ तपाईँहरूलाई भन्नेछौँ। हामी चाहिँ यो ठुलो फेदीमा 6:40 आइपुगेका छौँ। हामी चाहिँ यहाँ रुमहरू रेडी पारेर अब सुत्न लाग्यो। हामी चाहिँ 3:50 अब निस्क्यौँ। हाम्रो ब्याग स्याग सबै प्याक भइसकेको छ। अब निस्केको हामी माथि। अब कति बजी पुग्छौँ माथि गएर हामी फेरि तपाईँहरूलाई भन्नेछौँ कति बजी पुग्छौँ भनेर। हामी चाहिँ ठ्याक्कै पाथिभारा मन्दिर 7:25 आइपुगेको। बिस्तारै हिँडेर चाहिँ हामी आइपुगेका छौँ। अनि यस्तो छ अहिलेको। हामी चाहिँ यहाँभित्र छिर्न आँटेको। एकदम हिउँ परिरहेको छ। यतिको लाइन छ। अब हामी चाहिँ पूजा गर्नको लागि लाइनमा बस्न आँटेको। अब हामी चाहिँ पूजाहरू यहाँ बाहिर गरिसक्यौँ।